बुद्धले हारतीलाई हिंसाबाट होइन करुणाबाट परिवर्तन गर्ने जुक्ति लगाए। यही सोचले उनी एक दिन भिक्षा माग्न हारतीको घरमा पुगे। त्यही समयमा मौका छोपेर भगवान बुद्धले हारतीका एक सन्तानलाई लुकाएर आफूसँगै लगे। एकछिनपछि हारतीले आफ्नो एक सन्तान कतै पनि नभएको महसुस गरिन् र हरेक कुनामा खोज्न थालिन्, तर कतै पनि भेट्न सकिनन् र उनी रोई कराई गर्न थालिन्। त्यसपछि उनी पनि मद्दत माग्न भगवान बुद्ध सामु नै पुगिन्। भगवान बुद्धले उनको बच्चा आफूले सुरक्षित गरी लुकाइराख्नु भएको भन्दै देखाउनु भयो र भन्नुभयो, अब तिमीले थाहा पायौ नि कि तिमीले अरूलाई दिएको पीडा कस्तो हुन्छ। हारतीले पछुतो मानिन् र त्यही बेला उनले प्रतिज्ञा गरिन् कि अबदेखि बच्चाहरूलाई हानि गर्ने छैन र बच्चाहरूको सधैँ रक्षा गर्नेछु। त्यसै दिनदेखि उनी